नमस्कार, म हो तपाईको साथी गोकुसारु मगर। तपाईहरुले हेर्दै हुनुहुन्छ सौभाग्य एकाडेमी अफिसियल युट्युब च्यानल र आज चाहिँ म रानीबास सामुदायिक होमस्टे तथा जनजाति संग्रहालयमा आएको छु र यहाँको अध्यक्षसित चाहिँ म थोरै कुराकानी गर्न चाहन्छु। हेलो, नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? ठिकै छ। यो रानीबास सामुदायिक होमस्टेको बारेमा केही कुरा जानकारी गराइदिनु न। धेरै धन्यवाद छ। यो रानीबास सामुदायिक होमस्टे राम्रै चलेको छ। हामीले मिति 2081 फागुन 2 गतेदेखि सुरु गरेका छौँ। 2 गते उद्घाटन भएको छ। उद्घाटन लगत्तै हाम्रो रानीबास सामुदायिक होमस्टेमा पाहुनाहरू आउनु भएको छ। हालसम्म 3200 जना जति पाहुना भित्राइसकेका छौँ। एकदम टाढा टाढाबाट पनि आउनु भएको छ। यो रानीबास सामुदायिक होमस्टेमा चाहिँ कुन कुन ठाउँबाट आउनु भएको छ पाहुनाहरू? हाम्रो होमस्टेमा पाहुनाहरू काठमाडौँदेखि धनुषाबाट तनुङ, सुर्खेत, अर्घाखाँची, रामपुर, बुटोल, भैरवाबाट आउनु भएको छ। अनि टाढाबाट पाहुना आउनु भएको छ भने उहाँहरू चाहिँ कतिजना, लगभग कतिजनासम्ममा आउनुहुन्छ त फेरि उहाँहरू? त्यस्तै 50 जना, 35 जना, 30 जना, 20, 25, थोरै भनेको 9-10 जना भएर आउनुहुन्छ। अनि हाम्रो यो थोरै जना आउँदा चाहिँ हामीले कुन तरिकाले स्वागत गर्नुहुन्छ नि फेरि? अब थोरै आउँदा स्वागत त्यही फुलमालाले मात्रै हुन्छ। 15 जना भन्दा माथि धेरै आउनुभयो भने उहाँहरूलाई पञ्चे बाजाले स्वागत गरिन्छ। त्यही हो। 15 जनादेखि माथि चाहिँ पञ्चे बाजा सहित स्वागत गरिन्छ। हजुर। पाहुनाहरू चाहिँ लगभग हाम्रो कति बजेदेखि सुरु हुन्छ त फेरि यहाँ हाम्रो पाहुनाहरू? अनि कति बजेसम्म हुन्छ त फेरि रातिको? हाम्रो पाहुनाहरू 5 बजेसम्ममा यहाँ इन्ट्री हुनुपर्ने छ। त्यसपछि 5 बजेदेखि स्वागत नास्ता, पछि चियापान गरेर 8 बजेसम्ममा खानपान गरेर सकिनुपर्ने छ। त्यसपछि 8 बजेदेखि 10 बजेसम्म हाम्रो सांस्कृतिक कार्यक्रम हुन्छ। 10 बजेसम्ममा हाम्रो यो होमस्टेले दिनुपर्ने सुविधाहरू हामीले बन्द गर्नेछौँ। रानीबास सामुदायिक होमस्टेको अध्यक्ष देवकुमारी सारूसँग र आज चाहिँ हामी बिदा हुने समय पनि आइसकेको छ। अहिले चाहिँ हस्त धन्यवाद भन्न चाहन्छु। धन्यवाद।